पुजारीको योग्यता। जयमसी, म एलिया श्रेष्ठ, काठमाडौँबाट। जब हामी पुरानो करारमा हेर्दछौँ, त्यहाँ परमेश्वरको मन्दिरमा आराधना गर्ने र इजरायली जातिहरूको बिन्ती बिसाइदिने र परमेश्वरसँग त्यो बिन्तीहरूलाई बिसाउने र उनीहरूका भेटीहरू लगेर परमेश्वरका अर्पण गर्ने देखि लिएर मध्यस्थ गर्ने काम सबै पुजारीहरूका हुन्थे। पुजारीका श्रेणीहरू हुन्थ्यो। प्रधान पुजारी, अनि सामान्य पुजारी, विशेष पुजारी गरेर त्यहाँ पुजारी पनि हुन्थे। यस्तै गरिकन भित्री भागमा परमेश्वरको मन्दिरभित्र पनि 3 भाग थियो। बाहिरी भाग, भित्री भाग अनि अति भित्र अर्थात् महापवित्र स्थान भनेर भनिन्थ्यो। अर्थात् बाहिरी पवित्र स्थान र महापवित्र स्थान गरेर 3 ठाउँ 3 तह हुन्थ्यो। र त्यो महापवित्र स्थानमा चाहिँ प्रधान पुजारी मात्र जान पाउँथे र उनी पनि एकदम आफैलाई शुद्ध गरेर खानेकुराहरूदेखि, व्यवहारको कुराहरूदेखि, विचारको कुराहरूदेखि लिएर हरेक कुराहरूले वर्षौँदेखि उनी शुद्ध भएर जिउनु परेको हुनु पर्थ्यो। जस कारणले मात्र ऊ भित्र प्रवेश गर्न पाउँथे। तर उसको जीवनमा कुनै पाप अधर्म केही छ त्यस्तो छ भने चाहिँ तुरुन्तै उसको जीवनमा समस्या भइहाल्थ्यो। आउनुहोस् हामी पुजारीको जीवनको यी कुराहरूलाई आज हेर्नेछौँ। सबभन्दा पहिला चाहिँ हामीले प्रस्थानको पुस्तकलाई हेरौँ। प्रस्थानको पुस्तक 28 अध्यायमा के लेखेको छ? 28 अध्यायको 1 पद। तैँले इजरायलीहरूका बीचबाट तेरो दाजु हारुन र त्यसका छोराहरूलाई तँ ले र तिनीहरूले मेरो निम्ति पुजारीको काम गरून्। हारुन र त्यसका छोराहरू नादाब, एबिहु, एलाजार र त्यसका एलाजार र इतामार, अनि उनीहरूले चाहिँ प्रभुको सेवा गर्ने कुरा परमप्रभु परमेश्वरले मोसालाई तेरो दाजु हारुनबाट चाहिँ ल्याउनु भनेर भन्छ। त्यस पछाडि उनीहरूको लागि कपडा कस्तो ल्याउनु, कस्तो बनाउने भन्ने कुरा चाहिँ फेरि 4 र 5 पदमा लेखिएको छ। प्रस्थान 28 को 4 र 5 पद। तिनीहरूले बनाउनु पर्ने पोसाक यिनै हुन्: छातीपाटा, एपोद, अलखा, बुनेका लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले मेरो दाजु हारुन र त्यसका छोराहरूका निम्ति पुजारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्त्र बनाउन्। तिनीहरूले नीलो सुन र नीलो बैजनी, रातो धागो र मसिनो गरी सुती कपडा प्रयोग गरून् भनेर भनेको छ। यी सबै कुराहरू चाहिँ यहाँ 28 अध्यायमा पुरै लेखिएको छ। कस्तो खालको कपडा, के कसो भनेर पुजारीको लागि यी सबै कुराहरू लेखिएको छ। 29 अध्यायमा पनि पुजारीको समर्पणको विषयमा लेखिएको छ। यस्तै गरिकन हामी अर्को पदलाई पनि हेरौँ। गन्तीको पुस्तक, हामी गन्तीको पुस्तक पल्टाउनेछौँ। गन्तीको पुस्तक 18 अध्यायको 7 पदलाई, गन्ती 18 को 7 पदमा यहाँ पनि पुजारीको विषयमा लेखेको छ। तर तँ र तेरो छोराहरूले मात्र वेदी र पर्दा भित्रका सबै कुरा समेत सम्बन्धित पुजारी पदको जिम्मा लिएर सेवा गर्नु। यो पुजारी पद म तिमीहरूलाई वरदान स्वरूप दिँदैछु। कुनै अन्य मानिस आएर त्यहाँ आयो भने त्यो मारियोस् भनेर भनेको छ। भनेपछि पुजारी काम चाहिँ अरू कसैले गर्नु मिल्दैन। निश्चित चुनिएको व्यक्ति, चुनिएको मानिस र बोलाइएको मानिसले मात्र चाहिँ पुजारी काम गर्नु पाउँथ्यो। अरू आयो भने तुरुन्तै मरिहाल्थे। हामी गन्तीको पुस्तकलाई नि पल्टाउँ। 21 अध्याय है, 6 देखि 8 पदलाई हामी हेरौँ। गन्ती 21 को 6 देखि 8 पद यहाँ यसरी लेखिएको छ: आफ्ना परमेश्वरका निम्ति तिनीहरू पवित्र हुन्, पुजारीहरू पवित्र हुन्, अनि
आफ्ना परमेश्वरको नाउँ अपवित्र नगरून्, किनकि तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलि अर्थात् परमेश्वरको भोजन चढाउने गर्दछन्। यसकारण तिनीहरू पवित्र रहून्। तिनीहरूले कुनै वेश्या वा बिग्रेको स्त्री अथवा पतिले त्यागेकी स्त्रीलाई नल्याउन्, किनभने पुजारीहरू आफ्ना परमेश्वरको निम्ति पवित्र छन्। तिमीहरूले पुजारीहरूलाई पवित्र मान, किनकि तिनीहरूले आफ्ना परमेश्वरको भोजन चढाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र हौन्, किनकि तिमीहरूलाई पवित्र बनाउने म परमप्रभु पवित्र छु भनेर परमप्रभुले भन्नुहुन्छ। भनेपछि यहाँनिर हामीले चाल पायौं कि पुजारीको योग्यता चाहिँ के हो? कपडाको विषयमा, नैतिकताको विषयमा, जियाइको विषयमा, उठबसको विषयमा, हरेक कुराहरूको नैतिकताको त्यो जिम्मेवारीहरू विभिन्न कुराहरू हामीले पायौं है। पुजारीहरूले त खान नहुने कुराहरू पनि रहेछ, लगाउँदाखेरि पनि एकदमै कपडाहरू पनि त्यस्तै खालको सबै ढाकिने शिरदेखि पाउसम्म, अनि पेटमा पटुकी बाँध्नेदेखि लिएर अनेक खालको कपडाहरू एकदमै त्यस्ता कपडाहरू लाउँदो रहेछ। त्यति मात्र होइन, उनीहरूका कुल घरना, जीवनशैली, विवाह, नैतिक कुराहरू, छोराछोरी कस्तो हुनुपर्छ, यी सबै कुराहरू लेखिएको छ। यी सबै कुराहरू परिपालन गर्नु पर्थ्यो। तर जब हामी नयाँ करारमा आएर हेर्छौं, पहिलो पत्रुस 2 अध्यायको 9 पदमा के भनेर लेखेको छ? पहिलो पत्रुस 2 अध्यायको 9 पद, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदेकको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। आमेन। यहाँ परमेश्वरको वचनले बडो एउटा फड्को मारेर है, त्यहाँ लेवीहरू मात्रै, हारूनका वंशहरू मात्रले आराधना गर्न पाउँथे। तर नयाँ करारमा आउँदा हामी सबैले आराधना गर्न पाउँछौँ, सबैले परमेश्वरको महिमा गर्न पाउँछौँ, हामी चाहिँ पुजारी हुन पाउँछौँ। हामी सबैजना पुजारीका लागि योग्य भइसकेको प्रभुले ठहर्याउनु भएको छ। अब म यो भन्दै गर्दाखेरि, यो योग्यताको विषयमा तपाईहरूलाई मैले जानकारी गराउँदै गर्दाखेरि चाहिँ, यो योग्यताको विषयमा जानकारी गराउँदै गर्दाखेरि चाहिँ, ल हेर्नुहोस् त, हामीले यति धेरै ठुलो योग्यता पाइसक्यो भनेपछि यो योग्यतालाई हामीले, अथवा पुजारी भएको यो योग्यतालाई अब हामीले सदुपयोग असल ढङ्गले गर्ने कि नगर्ने त? पुरानो करारमा नैतिक जिम्मेवारी त छ नि है। अब पुजारी भनेको छ जे पाए त्यही जीवन जिराखेको छ। पुजारी भनेको छ जस्तो पाए त्यस्तो खानेकुरा खाइरहेको छ। पुजारी भनेको छ जस्तो लुगा पनि लगाएको छ है। हामी आफै चाहिँ राजकीय पुजारी भन्छौँ। कपडा हेर्नुहोस् त हाम्रो कस्तो भइरहेको छ। आज हाम्रो मण्डलीहरूमा कपडाहरू कस्ता छन्, हाम्रो चर्चहरूमा कपडा कस्तो लगाएर आउँदैछन्। जे नि हुन्छ, जस्तो गरे पनि हुन्छ, होइन। मानिसहरू, हामी त पुजारी हौ नि त, मानिसहरूलाई प्रभु येशू चिनाउने मानिसहरू हौ नि। त्यति बेलामा पुजारीहरूले चाहिँ अरू जातिहरूलाई चाहिँ परमेश्वरका मध्यस्थ गर्ने काम गर्दथे। अहिले संसारको लागि हामी मध्यस्थ भएका छौँ, उहाँले हामीलाई पुजारी बनाउनु भएको छ भने हाम्रा कपडाहरू, हाम्रा खुवाईहरू, हाम्रो जियाइहरू, नैतिक कुराहरू, आत्मिकी कुराहरू केही पनि चाहिँदैन, पक्का चाहिन्छ। यसकारण आज जे लगाए नि हुन्छ, जस्तो खाए नि हुन्छ, पापमा जे पनि हुन्छ, होइन। हामीले आज हाम्रो लगाउने कपडाहरू जस्तो पाए त्यस्तै लगाएर, मैले यो भन्नु खोजेको होइन, पुरानो भन्नु खोजेको होइन, मैले भन्नु खोजेको, डाइरेक्ट भन्नु खोजेको के भने आज च्यातेको ग्रन्ज प्यान्ट लगाएर मण्डली आइरहेको छ, हाफ प्यान्ट लगाएर मण्डली आइरहेको छ। परमेश्वरमा आदर भन्ने कुरा हराएको छ। टी सर्टमा यत्रो ठुलो मुर्कुटा भएको टी सर्ट लगाएर मण्डली आइरहेको छ। हुडीहरू,
ज्याकेटहरूमा विभिन्न शैतानिक चिन्हहरू भएको अनि लुगाहरू लगाएर चाहिँ मण्डली आइरहेको छ अनि उनीहरू पुजारी होइन। आज क्रुस उल्टो भएको कपडाहरू लगाएर आइरहेको छ अनि उनीहरू कसरी पुजारी हुन सक्छ? आज जीवनशैली चाहिँ एकदमै खराब, एकदमै पापी जिरहेछ नि म पुजारी कसरी हुन सक्छ? परमेश्वर हिजो आज सधैँ समान हुनुहुन्छ। यसकारण प्रियहरू, आज तपाईँ र म परमेश्वरको वेदीको सेवा गर्छौं या प्रभुको महिमाको काम गर्छौं, प्रभुलाई विश्वास गरेर हामी राजकीय पुजारीगिरी हौ भनेर भन्छौं भने चाहिँ पक्का पनि हाम्रो नैतिक कुराहरू, हाम्रो आत्मिकी कुराहरू, हाम्रा सबै कुराहरू हामीले आज आत्मिकतामा बदल्नु जरुरी। परमेश्वरको वचन अनुसार हामी बदलिनु जरुरी छ, नयाँ हुनु जरुरी छ। पुजारीहरू नुहाउँथे, सफा हुन्थे, हामी नि आत्मामा, हाम्रो हृदयमा हामी सफा हुनुपर्छ, आफूलाई शुद्ध गर्नुपर्छ, पापबाट अलग भई परमेश्वरको धार्मिकतामा जिउनु पर्दछ। परमेश्वरले हामीलाई आशिष दिनुभएको छ कुराकानीबाट। प्रभुले सबैलाई सहायता गरून्। जय मसीह, गड ब्लेस यू। प्रभुको महिमा होस्।